सो गाइस विदेशीहरुको लागि जापान एउटा सपनाको सहर, एडभान्स टेक्नोलोजी, स्ट्रङ डिसिप्लिन, डेलिसियस फुड, 0% क्राइम रेट, ब्युटिफुल नेचर, टप लेभल एजुकेसन अनि विश्वको सबैभन्दा सफा र सुरक्षित देश सुन्दा पनि कति आनन्द आउने। तर एभ्रिथिङ ह्याज टु साइड अनि आजको भिडियोमा म कुरा गर्नेछु डार्क साइड अफ जापान, जुन कुरा म आफै जापानमा बसेर काम गरिरहँदा मैले पनि भोगिरहेको छु। सो गाइस जापान बाहिरबाट हेर्दा जति रमाइलो अनि सुन्दर छ, तर वास्तविकता धेरै फरक रहेको छ। जापानको वान अफ द बिगेस्ट प्रब्लम भनेको अहिले एक्लोपन रहेको छ। अब हामी त विदेशीहरू आफ्नो देश, आफ्नो परिवारदेखि टाढा रहेर बस्दा एक्लोपन महसुस हुने नै भयो। तर जापानको बिजी लाइफस्टाइल, लङ वर्किङ आवर्स, करियर प्रेसर, रिलेसनसिप र जापानिज कल्चरले गर्दा धेरै मान्छेहरूले एक्लोपन फेस गरिरहेका छन् र यो एक्लोपन बिस्तारै हिकिकोमोरी भन्ने शब्दमा परिणत भएको पाइन्छ, जहाँ एन्जाइटी, डिप्रेसन र सोसियल प्रेसरले गर्दा जापानिजहरू काम, स्कुल र आफ्नो फ्यामिली पनि छाडेर एउटा बन्द कोठामा आफूले आफैलाई नै सटडाउन गर्छन्। एकदमै कम मान्छेहरू त्यो समस्याबाट बाहिर निस्किन्छन् भने 90% जति मान्छेहरू त्यो बन्द कोठाबाट एउटा लासको रूपमा मात्र बाहिर निस्कन्छन्। अनि एउटा इन्ट्रेस्टिङ कुरा है, मसँगै काम गर्ने एउटा जापानिजबाट चाहिँ मैले यो कुरा सुनेको, जापानिजहरूको चाहिँ 3टा फेस हुन्छ अरे के। उनीहरूले आफ्नो समय, ठाउँ र परिस्थिति अनुसार फरक फरक फेसहरू देखाउँछन् रे है। र यो कुरा चाहिँ उनीहरूलाई सानो छँदा स्कुलबाट नै सिकाइएको हुन्छ। तातेमाए, होन्नेन र थर्ड फेस। तातेमाए पब्लिक फेस, जापानिजहरूले प्राय काम, स्कुल र फर्मल सिचुएसनहरूमा देखाउने व्यवहारहरू, एकदमै पोलाइटसँग बोल्ने, आफ्नो स्ट्रङ फिलिङ्सहरूलाई कन्ट्रोल गर्ने र जापानिज कल्चर र हार्मोनीलाई मेन्टेन गर्नका लागि यस्तो व्यवहार देखाउँछन्। अर्को छ होन्नेन, आफ्नो क्लोज फ्रेन्ड र फ्यामिलीहरूलाई देखाउने फेस, जहाँ उनीहरू एकदमै क्याजुअलीसँग बोल्छन्, आफ्नो हनेस्ट ओपिनियन, ह्युमर र फ्रस्ट्रेसन पनि सेयर गर्छन्। अनि अर्को रहेको छ थर्ड फेस, जहाँ उनीहरूले आफ्नो डिपेस्ट थट्सहरू, ड्रिम्सहरू र फिलिङ्सहरू कसैसँग पनि सेयर गर्दैनन्, इभन आफ्नो पार्टनर र फ्यामिलीसँग पनि। सो गाइस तपाईहरु पनि जापानमा बस्दै आउनु भएको छ भने यो कुराहरू बिस्तारै बुझिसक्नु भएको होला। अनि जापानमा बसेर एज अ वर्किङ भिजामा काम गरिरहनु भएको छ भने खारौटो भन्ने शब्द पक्कै पनि सुन्नु भएको होला, जसको मिनिङ डेट अफ ओभरवर्क भन्ने बुझिन्छ। अनि जापानमा चाहिँ एकदमै लङ टाइमसम्म काम गर्ने एउटा कल्चर नै रहेको छ। इभन यो कुरा म आफै पनि फिल गर्न सक्छु है। हप्ताको 60 घण्टा 70 घण्टा काम गर्नुपर्छ र कहिलेकाहीँ चाहिँ शनिबार पनि काममा जानुपर्छ। सो जापानमा एक्सट्रिम ओभरटाइम, कामको प्रेसर र डिप्रेसनले गर्दा पनि मान्छेहरू साइकोलोजिकल्ली अनकन्सियस र डेड भएको पनि पाइन्छ। जापान इज लिभिङ इन 2050 भनिन्छ, तर सुसाइड रेट पनि तीव्र रूपमा बढिरहेको छ। जापानको नर्थ वेस्टमा रहेको फुजिकावागुचीको भन्ने सहरमा रहेको आओकिगाहारा भन्ने फरेस्टको बारेमा सुन्नुभएको छ कि नै त, जसलाई सुसाइड फरेस्ट भनेर पनि चिनिन्छ, जहाँ मोस्टली यङ पिपलहरू मेन्टल हेल्थ, सोसियल प्रब्लम जस्ता समस्याले गर्दा एकदमै फेमस सुसाइड स्पट बन्न पुगेको थियो। र 2017 मा त्यो जङ्गलमा प्रवेश गर्नका लागि निषेध गरिएको छ र जापान सरकारले सुसाइड रेटलाई कम गर्नको लागि विभिन्न प्रकारका इभेन्ट्सहरू पनि राखेको पाइन्छ। यसका साथसाथै जापानको कस्ट अफ लिभिङ चाहिँ एकदमै हाई छ। करियर प्रेसर, पेन्सनको प्रब्लमहरू, रिलेसनसिपहरू, यो सबै कुराले गर्दा पनि जापानिजहरू चाहिँ वैवाहिक जीवनमा बाँधिन एकदमै डराउँछन्। वैवाहिक जीवनमा बाँडिए पनि एकदमै चाँडो डिभोर्स हुने बर्थ रेट पनि एकदमै लो रहेको छ, जसकारण जापानमा बुढाबुढीहरूको पपुलेसन यङ मान्छेहरूको भन्दा बढी भएको देख्न सकिन्छ। जसको अर्को साइडमा विदेशी कामदारहरूको सङ्ख्या बढिरहेको छ र विदेशीहरूलाई पनि जापानमा लाइफस्टाइल चाहिँ सजिलो छैन। ल्याङ्ग्वेज प्रब्लम, हरेक कुराहरूको कस्ट बढी तर ज्याला भने कम। कतिपय ठाउँमा त विदेशी भएका कारणले नै अपार्टमेन्टका लागि नो एन्ट्री पनि गरिएको छ। यो बाहेक मैले बुझेका कुराहरू, जापानमा सामाजिक दूरी धेरै छ, भाषा राम्रो नहुँदा सरकारी काम, हस्पिटल, ब्याङ्क जस्ता ठाउँमा समस्या आउँछ। जापान अनुशासनको देश हो, ट्रेनमा ठुलो स्वरमा बोल्न नहुने, सिनियरलाई सधैँ झुक्नु पर्ने, विदेशी भएका कारण र आफ्नो भिजा बचाउनको लागि धेरै कुरामा आवाज उठाउन नसक्ने, बचत गर्न गाह्रो, होम सिकनेस जस्ता कुराहरूले पिरलिएको छ। सो गाइस जापान सुन्दर छ, सुरक्षित छ र व्यवस्थित छ, तर हरेक देश जस्तै यसका पनि केही अँध्यारा पाटाहरू छन्। यो भिडियोको उद्देश्य जापानलाई नराम्रो देखाउनु होइन, तर सन्तुलित दृष्टिकोण दिनु हो। यदि तपाईँ जापानमा बस्नुहुन्छ वा आउने सोच्दै हुनुहुन्छ भने सत्य जान्नु जरुरी छ।